यो हो जौरसिङ पौवा अनि खत्रै पो छु कि क्या हो दर्याम गाउँघर आएपछि यस्तै हो कि पिसफुल एन्ड लभली। त्यही रोपेको आलु हो भन्यो कि अनि हेर हिजो अनि मैले ए आलु त म बाख्रा खाँदिनँ। आई डोन्ट लाइक मटन्स। यो है यो तपाईँले देख्नु भएको छ कि छैन? छैन भनेको यो मैले नै हो कि मैले भरेर ल्याएको यो आमा चाहिँ अरू बारीमा रहेछ अनि म आफै भरेर ल्याएको यो लेउ जस्तो यो भर्खर रुमले चाहिँ रुमले ए त्यो रुमालले चलाएको कि यो भोलि त यहाँ तल बस्ला जाउँ के असर गर्दैन गर्नु ए यो रक्सीले चाहिँ असर गर्छ यो धुलोले भन्दा धुलोले त के हुँदैन खतरा हुन्छ रक्सी खैला त एक बिरको उ गर्दा चाखेर हेरौँ जोडा थाप्नु तर भारी रहेछ है आधी त लाग्यो आधी त ल जोडा हजुरआमाले दुरुस्ती यस्तै लाउँथ्यो कि जोडा थाप्नु आधी तल एक तल भनेपछि 2,40,000 2,40,000 गाँठी 50,000 2,50,000 भइसक्यो अहिले। हेलो वेलकम नमस्ते। र आजको भ्लग चाहिँ म मेरो ठुलमम्मी घर जाँदैछु जौरसिङ पौवा। हजुरआमालाई रक्सी चाहियो अरे, चान्चुने रक्सी हुँदैन, होममेड एकदमै गुड क्वालिटीको चाहिन्छ होइन, नत्र होटेलबाट नि किनेर खाइहाल्थ्यो होला। त्यही भएर हजुरआमाले अति कोसिस गर्नुभएको कारणले म आज जौरसिङ पौवा जाँदैछु हजुरआमाको लागि लोकल रक्सी लिनलाई। बाँकी भिडियो अन्तिमसम्म हेरिदिनु होला र तपाईँलाई म अन द वे देखाउँछु अरू कुराहरू है त ल। अन्त होइन पल्लोमा यहाँ रेजिला छ, रेजिला राजदेव छ। राजदाई रेजिला छ है? रेडिमेडमा मात्रै छ कस्तो हो रेडिमेड? रेडिमेड भने कोनवाला मात्र। र यो हुन त यहाँको यो दृश्य हो, हिमाल देख्नु त देखिरहेछ तर यो अलिक क्या दामी छ फुलहरू, एक्सिलेन्ट प्लेस। यो हो जौरसिङ पौवा अनि पौवाबाट पनि तल झर्नुपर्ने छ, बजिनी भन्ने ठाउँ हो ठुलमम्मी घर चाहिँ है। तर खतरा हिमाल देखिरहेछ फर रियल, क्यामेराले चाहिँ नदेख्ला बट रियालिटीमा चाहिँ दामी देखिरहेछ।
अब बारीतिर हिँड्दैछु है, बारीतिर हिँड्दैछु। खत्रै पो छु कि क्या हो, दर्याम दर्याम। गाउँघर आएपछि यस्तै हो कि पिसफुल एन्ड लभली। फर्किहाल्ने हो कि घरमा कोही छैन रहेछ, त्यही भएर आएको यहाँ। त्यो के रे, के लगेर जानुपर्ने तरकारी? तँ आज के लगेर जाने? हिमाल बच्चैदेखि यो ठाउँ चाहिँ आगो हो होइन। चाहिँ आलु हार्भेस्ट भइरहेछ। आलु आलु यो सबै आलु हो। अनि ऊ सिमी यहाँनिर अलिकति मटरको सा टिप्न 2-3 जना मिलेर म त्यहाँ सिमी टिप्छु गएर। मटर कोसा अँ यहाँको त टिप्ने बेला भयो जाको भयो नि 2 केजी जति। कति एक बिहान लागेछ कति? अनि त्यही रोपेको आलु हो भन्यो कि अनि हेर दिदी अनि मैले आलु त हाम्रो बुढोले नलाने रे भन्दै थियो, फोन गरेर भन्छु भने अनि नम्बर राखिदिएको थियो, पछि त बुढोले नलाने भनेर आउनु बित्तिकै एक चाहिँ दिनै पर्ने भयो होइन। यसले चाहिँ के दिइरह त्यहाँ अनि सुजनहरू आएछ नि हजुरआमाले के रक्सी लिन आएको सुजन आएछ क्या टाटे सिमी भुलियो छ त जाँड। रक्सी कहाँ छ त अनि किन लिएर राखिदिनु पर्दैन किन रक्सी भनेको थिएन नि त भनेर आमालाई भनेर आमाको त कानै सुन्दैन आजकल के भनेर लिनु भन्दै अनि लल त्यो रक्सी कहाँ गुलियो छ त मिठो उसरी फर्केर गइहाल्ने रे आवाज यस्तै छ है रमाइलो गाउँघरको जिन्दगी। खत्रै पो छु कि क्या हो, दर्याम दर्याम। ल टोक्ने काम चाहिँ नगर ल, चाट नुनिलो। टिट्स मने 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 हाम्रो के ओखा मेरा हो आई लभ बाख्रा, किनभने म बाख्रा खाँदिनँ। आई डोन्ट लाइक मटन्स, आई फाइन्ड देम क्युट। सो यो यहाँ फल भुँडी फुट्न आँटिसकेको छ यहाँ, भुँडी फुट्न आँटेको छ यो है। यो तपाईँले देख्नु भएको छ कि छैन? छैन भनेको यो मैले नै हो कि मैले भरेर ल्याएको यो। आमा चाहिँ अरू बारीमा रहेछ अनि म आफै भरेर ल्याएको यो। लेउ जस्तो यो भर्खर रुमल ल्याएछ क्या, रुमल ल्याएको ए त्यो रुमाल चलाएको कि यो भोलि त यहाँ तल बस्ला कि नभए के भयो यो तल बस्ला कि मैले सारेर भरेर ल्याएको। आमा चाहिँ ऊ बारीमा छ, म आफै हात हालेर आफैले भरेर ल्याएको। खाने नभएलाई एकचोटि खानै पर्दैन पर्दैन खासै उ त होइन, जो सोधेको मात्रै। जाउँ के असर गर्दैन गर्नु। ए यो रक्सीले चाहिँ असर गर्छ, यो धुलोले भन्दा धुलोले त के हुँदैन। खतरा हुन्छ रक्सी खैला त, एक बिरको उ गर्दा चाखेर हेरौँ।
हजुरआमाले अति किसिस गऱ्यो कि जाकी जा पारे कि जाडो महिना छ मलाई त एक बेलुका चाहिन्छ भने आज शनिबार आउँछु भनेर कान्छी भ्याएन अब यो हप्तामा आउँछु भने कान्छी पनेलो छ त्यो त कोदोको औषधि हालेको होइन नि त मार्छ मात्रै हो कि ए मार्छ सकिन्छ नि तपाईँसँग छैन अस्ति नै हिजो अस्ति नै भन्नु पऱ्यो छोडिदिनु त्यसो मैले लिएर आएको थिएँ को परस मार्छ त हिजो अस्ति नै भन्नु पऱ्यो कहाँ पाउँछ मार्छ अब उसले जम्मैजना बारीमा हौस् छोडिदिनु अब भरे पछि फेरि आउनु त्यतिखेर के भयो त यो सिमीको पछि कान्छी आउँछ आउँछु भने अर्को हप्ता हाम्रो मुला कत्रो भयो 10 दिन आउनु त्यो को पनि आउने अरे ल के हो सुन त हजुरआमाको जस्तै छ त जोडा थाप्नु तर भारी रहेछ है आधी त लाग्यो आधी त अब ल जोडा हजुरआमाले दुरुस्ती यस्तै लाउँथ्यो कि जोडा थाप्नु भनेपछि आधी तल एक तल भनेपछि 2,40,000 2,40,000 गाँठी 50,000 2,50,000 भइसक्यो अहिले